गाइज वेलकम टु माई न्यू ब्लग। आइयो तपाईँहरू सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज चाहिँ हामी कहाँ गइरहेछौँ भने हाम्रो सानीमाजीको आज बर्थडे छ र कुटी हलगडाको कुटी होटल भन्ने ठाउँमा जाँदैछौँ। हामी तिनजना छौँ। हो कि होइन, कस्तो छ, के छ हालखबर? मुड अफ छ, कोही कोही चाहिँ मुड अफ छ होइन, त्यस्तै छ, हेर्दै गर्नु होला। अनि बर्थडेमा हामी जाँदैछौँ होइन, कहाँ गरेको अरे हलगडा छौँ कुटीमा। कुटी हामी यहाँ तिनजना छौँ, तिनजना गइसकेका छन् र हामी पनि अब सफारीमा जाने। तिनजना चाहिँ बाइकमा गए, हामीलाई चाहिँ बाइकमा लगेनन्। हामी चाहिँ अब सफारीमा जाने, हेर्दै गर्नु होला फुल भिडियो है त। हामी सफारीमा चढिसकेका छौँ। यता चाहिँ मुड अफ छ अरे, आज झन् खुसियाली हुनुपर्ने, आज झन् मुड अफ छ। अब यस्तो अब एकछिनमा मुड अफ हुन्छ भने त यहाँ मामाहरूले चेकिङ गर्नु हुँदैछ गाडीमा के सामान आयो भनेर। मामाहरूको चेकिङ धुमधाम चलिरहेको छ। चार्जिङ स्टेसन आइसकेका छौँ र यही हो हामी आजको ठाउँ लोकेसन। र अहिले चाहिँ हामी छिर्सक्यौँ होइन भित्र। यता बर्थडे गर्ल अहिले चाहिँ हामी कुटीभित्र छिर्यौँ होइन। र यता फोटो खिच्ने ठाउँहरू रहेछ, ठाउँ दामी छ। यो आएर बसिसकेको छिटो र म पनि आइसकेँ होइन। हामी चाहिँ आइसक्यौँ लगभग 10-15 मिनट लाग्यो होला फोटो खिच्ने रे। अब एउटा ल्याऊ न, भइगयो त। अहिले चाहिँ हामीले खाइसकेर अब निस्किँदैछौँ होइन। हामी अब उठ्ने बेला भइसकेको छ र हामी अब म्याजिक पाउँदैन, म्याजिक अरे सफारी पाउँदैन। रातिको 11 बजिसक्यो। अब हामी बाइकमा 2 लट गरेर जान्छौँ होइन। 2 लट ठाउँ चाहिँ बब्बल छ, तपाईँहरू नि आउनु। कस्तो लाग्यो सर्भिस? अलिक साह्रो बोले पो सुन्नु। एकदम बहुत बढिया। यो चाहिँ कुटी भन्ने ठाउँ हो। कुटी
चाहिँ हामी निस्किँदैछौँ। अहिले चाहिँ हामीले सफारी भेटिसकेका छौँ र सफारीमा चढ्दैछौँ। जान्छस् भने आइज, लु आइज, आइज, अघिको उडवास निस्क्यो त्यसको। हेलो गाइज, आजलाई चाहिँ यति नै होइन। अरू भिडियो आउँछ, हेर्दै गर्नु होला र लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला तपाईँहरूले नि। आज क्यामेरा हल्लिरहेको छ यार सफारीले गर्दा। आजलाई यति नै, बाई बाई।